राहदानी रोक्क गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राहदानीको रोक्क गर्ने निर्णयलाई प्रतिशोध भनेको छ। साथै एमाले सरकार दलहरूलाई निषेध गर्ने गरी अघि बढेको ठहर समेत गरेको छ। एमाले आगामी असोज 27 देखि 29 गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार बसेको सचिवालय बैठकले जेएनजी आन्दोलनका क्रममा त्यसपछिका घटनाक्रमले छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप गेवालीले बताउनु भएको छ। त्यसअघि असोज 19 र 20 गते सचिवालय बैठक बस्ने गेवालीको भनाइ रहेको छ। आजको बैठकमा भदौ 23 र 24 गतेको घटना र त्यसपछिका विकासित घटनाक्रमबारे सामान्य समीक्षा गरेको छ। त्यस क्रममा सुशीला कार्की नेतृत्वको सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न खोजेको ठहर पनि बैठकले गरेको गेवालीको भनाइ रहेको छ। एमाले इतिहास बोकेका दललाई पन्छाएर अघि बढ्न खोजेको अनुभूति गरेको भन्दै सांसदमा छलफल गर्ने नचाहेको देखिएको जनाएको छ। त्यस्तै बैठकले भदौ 23 र 24 गतेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी ओली सहितका राहदानी रोक्क गरेको निर्णयप्रति आपत्ति जनाएको छ। त्यसले एमाले प्रतिशोध भनेको छ। साथै एमाले भदौ 24 का दोषीहरूले कुनै कारबाही नगर्नु भनेर गरेको पत्रचारले दोषीको मनोबल बढाउने र उन्मुक्ति दिने तथा प्रहरीको मनोबल घटाउने काम गरेको एमालेको ठहर रहेको छ। आदरणीय दर्शकहरू, हजुरहरूले यस विषयप्रति के भन्न चाहनुहुन्छ? आफ्नो मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया छ भने तलको कमेन्ट बक्समा आफ्नो बोल्दै हामी यसै नयाँ ताजा समाचारको साथमा तपाईँहरूमा फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।